सम्पूर्णमा जय मसीह नेपाली क्रिस्चियन भोजनको अर्थ श्रृङ्खलाको यस भागमा तपाईलाई हार्दिक स्वागत छ। आजको यस श्रृङ्खलामा हामी नेपाली मण्डलीहरूमा व्यापक रूपमा गाइने अत्यन्तै अर्थपूर्ण भजन 506 नम्बर शिखरहरू हिउँले ढाके चाहिँ यो भूमिलाई वचनले ढाक्नै पर्छ, किनारहरू बालुवाले ढाके चाहिँ यो पुस्तालाई येशू चिनाउनै पर्छ। यस भजनलाई बाइबलको प्रकाशमा हेर्ने, यसको अर्थ बुझ्ने र यसलाई हाम्रो दैनिक जीवनसँग जोड्ने प्रयास गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। आउनुहोस् सुरुमा हामी यस भजनलाई सुन्नेछौँ। शिखरहरू हिउँले ढाके झैं यो भूमिलाई वचनले ढाक्नै पर्छ, किनारहरू बालुवाले ढाके झैं यो पुस्तालाई येशू चिनाउनै पर्छ। भजनको सुरुवात नै प्रकृतिका दुई अत्यन्त सुन्दर दृश्यबाट सुरु गरिएको छ। हिउँले ढाकिएका हिमालका शिखरहरू र बालुवाले भरिएका नदीका किनारहरू। यी दृश्यहरू केवल प्राकृतिक सौन्दर्यका चित्रहरू मात्र होइन, बरु एउटा महान आत्मिक चाहनाका प्रतीकहरू हुन्। जसरी हिमालको चुचुरो हिउँ बिना अधुरो देखिन्छ र नदीको किनारा बालुवा बिना अपुरो लाग्छ, त्यसरी नै कुनै समाज, कुनै राष्ट्र वा कुनै पुस्ता परमेश्वरको वचन बिना पूर्ण हुन सक्दैन। यहाँ यो भूमिलाई वचनले ढाक्नै पर्छ भन्ने वाक्य केवल प्रचार गर्ने आग्रह मात्र होइन, सम्पूर्ण समाजमा परमेश्वरको सत्य, प्रेम, धार्मिकता र मुक्तिको सन्देश फैलिनु पर्छ भन्ने प्रार्थना पनि हो। मानिसहरूको बीचमा संस्कार, व्यवहार र जीवनशैली नै परमेश्वरको वचनले परिवर्तन हुनुपर्छ भन्ने गहिरो चाहना यसमा लुकेको छ। त्यसैगरी यो पुस्तालाई येशू चिनाउनै पर्छ भन्ने पंक्तिले आजको पुस्ताको आवश्यकताले औँल्याएको छ। प्रविधि, शिक्षा र भौतिक उन्नतिको बीचमा पनि मानिसहरू आत्मिक रूपमा खाली रहेका छन्। त्यसैले प्रत्येक विश्वासीलाई आफ्नो पुस्तासम्म सुसमाचार पुर्याउने जिम्मेवारी सम्झाउने यो अत्यन्त शक्तिशाली आह्वान हो। यो गीत केवल गाउने गीत मात्र होइन, उठेर सेवा गर्ने निम्तो पनि हो। यस भजनको पहिलो भर्स यस्तो रहेको छ: निराश छन् पहाडमा साइला माइलाहरू, अशान्त छन् तराईमा सानी ठुलीहरू। यस पंक्तिले नेपालको सम्पूर्ण भूगोललाई समेट्दै मानव जीवनको वास्तविक अवस्थालाई चित्रण गर्दछ। पहाडका गाउँहरूमा बस्ने मानिसहरूदेखि तराईको बस्तीहरूमा बस्ने मानिसहरूसम्म सबैको जीवनमा कुनै न कुनै प्रकारको पीडा, निराशा र बेचैनी छ। गीतले कुनै एउटा क्षेत्र वा समुदायलाई मात्र होइन, सम्पूर्ण समाजलाई नै सम्बोधन गरेको पाइन्छ। साइला, माइला र सानी ठुली जस्ता शब्दहरूले उमेर, जात, वर्ग वा आर्थिक अवस्थाको भिन्नता नहुने सबै मानिसहरूलाई समेटेको पाइन्छ। यसको अर्थ पापको प्रभाव र आत्मिक खालीपनले सबैलाई समान रूपले छोएको देखाएको छ। आत्मिक दृष्टिले हेर्दा यो पदले येशू बिना मानिसको अवस्था कस्तो हुन्छ भन्ने कुरालाई स्पष्ट रूपमा देखाएको छ। संसारले क्षणिक आनन्द दिन सक्छ, तर स्थायी शान्ति दिन सक्दैन। साँचो आशा र विश्राम केवल प्रभु येशू ख्रीष्टमा मात्रै पाइन्छ। त्यसैगरी पहिलो भर्सको दोस्रो पंक्ति यस्तो रहेको छ: चौबाटोमा सबैजना बाटो खोजिरहेछन्, येशू नपाए मान्छेहरू मृत्यु पर्खिरहेछन्। चौबाटो शब्द अत्यन्त अर्थपूर्ण प्रतीक हो। जीवनमा आउने निर्णयहरू, अन्यल, भ्रम र विकल्पहरूको संकेत यसले गर्दछ। आज मानिसहरू सुख, सफलता, धर्म, दर्शन, विज्ञान, धन वा सम्बन्धहरूमा जीवनको अन्तिम उत्तर खोजिरहेका छन्, तर यी सबैले हृदयको गहिरो तिर्खा कहिल्यै पनि मेटाउन सक्दैनन्। येशूले भन्नुभएको छ, बाटो, सत्य र जीवन म नै हुँ। त्यसैले उहाँलाई नचिनेसम्म मानिसले खोजिरहेको अन्तिम सत्य
सत्य कहिल्यै पनि भेट्टाउन सक्दैन। यही कारणले गीतकारले यसो नपाई मान्छेहरू मृत्यु पर्खिरहेका छन् भन्ने गम्भीर सत्यलाई प्रस्तुत गरेका छन्। यहाँ उल्लेख गरिएको मृत्यु केवल शारीरिक मृत्यु मात्रै होइन, परमेश्वरबाटको अनन्त अलगपनाको चेतावनी पनि हो। यस पंक्तिले मण्डलीलाई सम्झाउँछ कि संसारले बाटो खोजिरहेको बेला हामीसँग त्यो बाटो चिनाउने जिम्मेवारी रहेको छ। यदि हामी मौन रह्यौँ भने धेरै मानिसहरू सत्य नचिनिकन नै जीवन बिताउन बाध्य हुनेछन्। त्यसैगरी यस भजनको वर्ष 2 यस्तो रहेको छ, रोएका छन् सहरमा घर घरानाहरू, भुलेका छन् पापैमा हाम्रा मानिसहरू। सहरहरूलाई सामान्यतया सम्पन्नता, आधुनिकता र अवसरहरूको केन्द्रको रूपमा मानिन्छ, तर गीतले सहरको अर्को वास्तविक चित्र पनि प्रस्तुत गरेको छ। धेरै घरहरू बाहिरबाट सुन्दर देखिए पनि भित्र आँसु, तनाव, विछोड, असन्तुष्टि र सम्बन्धहरू टुटफुटले भरिएका छन्। दोस्रो पंक्तिले अझ गहिरो कारणलाई देखाएको छ। मानिसहरू पापमा हराइरहेका छन्। पापले केवल परमेश्वरसँगको सम्बन्ध मात्र होइन, परिवार, समाज र व्यक्तिगत जीवनलाई पनि बिगार्ने काम गर्दछ। जब मानिस परमेश्वरबाट टाढा जान्छ, उसले आफ्नो जीवनको वास्तविक उद्देश्य पनि गुमाउँदछ। यो पंक्तिले हामीलाई दोष लगाउन होइन, करुणा गर्नको निम्ति सिकाएको छ। हराएका मानिसहरूलाई प्रेमको साथ येशूतर्फ डोर्याउनु नै विश्वासीहरूको आह्वान हो। त्यसैगरी वर्ष 2 को अन्तिम पंक्ति यस्तो रहेको छ, दोधारमा सबैजना अलमलिरहेका छन्, येशू नपाई मान्छेहरू मृत्यु पर्खिरहेका छन्। आजको समाजमा मानिसहरू अनेक विचार, दर्शन र विश्वासहरूको बीचमा दोधारमा परिरहेका छन्। सत्य के हो, जीवनको उद्देश्य के हो र मृत्युपछि के हुन्छ भन्ने प्रश्नले धेरै मानिसहरूलाई अन्योलमा राखेको छ। बाहिरी रूपमा आत्मविश्वासी देखिए पनि धेरै हृदयहरू अझै पनि उत्तरविहीन रहेका छन्। यही अवस्थामा येशू ख्रीष्ट आशाको ज्योति बनेर आउनुहुन्छ। उहाँले केवल सही शिक्षा मात्र दिनुहुन्न, नयाँ जीवन पनि दिनुहुन्छ। उहाँले मानिसहरूलाई पापबाट छुटकाएर हृदयमा शान्ति र अनन्त जीवनको निश्चयता प्रदान गर्नुहुन्छ। यस पंक्तिले प्रत्येक विश्वासीलाई एउटा प्रश्न सोध्छ, यदि संसार अलमलमा छ भने के हामी सत्यको ज्योति लिएर उनीहरू समक्ष पुगिरहेका छौँ? परमेश्वरले हामीलाई केवल विश्वास गर्न मात्र होइन, अरूहरूलाई पनि येशू समक्ष ल्याउनको निम्ति बोलाउनु भएको छ। अन्त्यमा यो गीतको निष्कर्ष यस्तो रहेको छ, भजन नम्बर 506 एउटा साधारण भजन भन्दा पनि धेरै माथिको सन्देश बोकेको महत्त्वपूर्ण गीत हो। यसले नेपालका हिमालदेखि तराईसम्म, गाउँदेखि सहरसम्म, वृद्धदेखि युवासम्म सबै मानिसहरूको आत्मिक अवस्थालाई चित्रण गरेको छ। संसार निराश, अशान्त, अलमलिएको र मुक्तिको खोजीमा रहेको छ। त्यसैले परमेश्वरको वचन प्रत्येक गाउँ, प्रत्येक घर, प्रत्येक परिवार र प्रत्येक हृदयसम्म पुग्न आवश्यक रहेको कुरा यस गीतले औल्याएको छ। यो भजनले विश्वासीहरूलाई केवल भावुक मात्रै बनाउँदैन, यसले उठेर सुसमाचार सुनाउने, हराएकाहरूलाई खोज्ने र येशू ख्रीष्टको प्रेम संसारसँग बाँड्नको निम्ति उत्साह दिँदछ। जब परमेश्वरको वचनले हाम्रो भूमि ढाक्छ र हरेक पुस्ताले येशूलाई चिन्छ, तब मात्र यो गीतको प्रार्थना र उद्देश्य पूर्ण हुँदछ। प्रिय मित्रहरू, तपाईलाई यो व्याख्या कस्तो लाग्यो? यदि यो व्याख्या तपाईको लागि आशिषको कारण बनेको छ भने आत्मिक आवाज युट्युब च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुनेछ। भिडियो मन परेको खण्डमा लाइक र सेयर पनि गर्न सक्नुहुनेछ। अनि अर्को भागमा हामी अर्को नेपाली क्रिस्चियन भजनको यस्तै गहिरो आत्मिक अर्थ लिएर भेट्ने नै छौँ। तबसम्मको लागि अहिलेलाई हामी बिदा हुन्छौँ। परमेश्वरले तपाईहरूलाई प्रशस्त आशिष दिनुभएको होस्। धन्यवाद। जय मसीह।